स्थितिमा जुन अवस्थाले जसरी जुन घटना घटेर यो विशेष साधारण सभाबाट नयाँ नेतृत्व छुट्नुपर्ने अवस्था सिर्जना भयो। त्यो अवस्था सिर्जना भइसकेपछि बाध्य भएर नेपाल वैदेशिक रोजगार व्यवसाय लोकतान्त्रिक व्यवसाय सङ्घ पनि चुनावमा जानुको विकल्प भएन। तत्पश्चात हामी चुनावमा घुमिनलाई अगाडि बढ्दैछौँ र मैले अब धेरै यो अलिकति उसमै जाउँ धेरै आसन भाषण गर्दै गर्दा समय हुने हुनाले मैले आजको यस चुनावी भेलाको अन्तिम चुनावी भेला करिब यो एकै दिनको तयारी भन्नुपर्छ। हिजो बेलुका 5 बजेदेखि 7 बजेदेखिको अहिले 7-8 बजेसम्मको तयारी हो। करिब 12 घन्टाको तयारीमा हामी यो अवस्थामा आइपुगेका छौँ। यस अन्तिम चुनावी सभाका सभा अध्यक्ष श्रद्धेय दीपक कुमार थापाज्यू नेपाल वैदेशिक लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षज्यू, यसै गरी पार्टीबाट पाल्नुभएका एकदमै पार्टीका प्रखर वक्ता सफल स्वास्थ्य मन्त्री र सबै युवाका नेपाली कङ्ग्रेस पार्टीका युवाका ढोकढोकी आदरणीय महामन्त्रीज्यू, व्यास महासिंह, मैले धेरै समय जाने हुनाले व्यास महासिंह पार्टीका केन्द्रीय सदस्यज्यूहरू, महासमिति सदस्यज्यूहरू, महाधिवेशन प्रतिनिधिज्यूहरू र यस लोकतान्त्रिक एसोसिएसनका पूर्व संस्थापक अध्यक्षदेखि पूर्व अध्यक्षज्यूहरू र उपस्थित सम्पूर्ण व्यवसायीज्यूहरूलाई एकमुष्ट सन्ध्याकालीन जय नेपाल भन्न चाहन्छु। म अलिकति मेरो पेसा अलिकति भिन्न छ यहाँलाई व्यवसायहरूलाई प्रश्न थाहा पनि छ। मलाई सदस्य सचिव हुँदै महासचिव एकदम अत्याधिक लोकप्रिय मतले जिताएर पठाउनु भएको छ यहाँले। म धेरै आसन भाषणमा भन्दा पनि काममा विश्वास गर्ने हुनाले काम निरन्तर रूपमा यहाँले दिएको जिम्मेवारीलाई कहीँ पनि ठेस नलाग्ने गरी यहाँले दिएको मतहरूलाई अपमान नगर्ने गरी र नगरेरै करिब यो 3 कार्यकाल कुशलतापूर्वक सम्पन्न गरेर आएको कुरा यहाँलाई मैले भनिरहनै पर्दैन। अब भोट माग्ने कुरा त अब के भन्छ मोही माग्नु ढुङ्ग्रो नलुकाउनु भने जस्तो अब भोट माग्ने कुरा फेरि मैदानमा आइसकेपछि माग्ने परिस्थितिले मैदानमा फेरि ल्याइदियो र यस अब भोलि हुने 24 घन्टा पनि नबित्दै चुनावको तयारी गरेर फेरि भोलि हामी चुनावी मैदानमा भोटिङको प्रक्रियामा जानुपर्ने अवस्थामा अहिले हामी जति उपस्थित भएका छौँ यो उपस्थिति एकदमै उत्साहजनक त छ नै, यसलाई यति मात्रै उत्साहले पुग्दैन। हामी हाम्रो यस क्षेत्रमा अहिले मैदानमा 3टा प्यानल सशक्त प्यानल बनाएर हामी मैदानमा आएका छौँ। 3टा सशक्त प्यानल मध्येको पनि यो प्यानल चाहिँ अझै सशक्त हो भन्ने कुरो त हाम्रो यो 12 घन्टाको तयारीले थाहा हुन्छ। साथीहरू 1 महिना अगाडिदेखि कहिले पैसा कतिदेखि भनेर सुन्छु, म त बाहिरतिर थिएँ। त्यो बेलादेखि पनि चुनावको तयारी गरेर प्लानिङ गर्दै गरेका साथीहरूको अभिगत बिचरा उम्मेदवारै भेट्नु भएन छ। फेरि हाम्रा साथीहरू यहीँ आएर पनि कति राम्रो छानी पर्थ्यो त्यतै गरेर उम्मेदवारी दिनुभएछ। उहाँहरूलाई एटलिस्ट मैदानमा आउनलाई चाहिँ उम्मेदवारी पुगोस् भनेर जानुभएछ। त्यस्तो अवस्थामा साथीहरू हुनुहुन्छ। हामीले 17 सशक्त टिम बनाए।